सरला सरला भर्खर 17 वर्ष पूरा गरी 18 मा पाइला टेकेकी थिइन्। उमेरसँगै सपनाहरू पनि बिस्तारै ठूला हुँदै गइरहेका थिए। सानो शान्त गाउँमा उनी आफ्ना आमा बुबासँग बस्थिन्। घरमा उनी कान्छी अनि सबैकी मुटुको टुक्रा। दाजु र दिदी टाढा विदेशमा। कहिलेकाहीँ भिडियो कलमा देखिने मुस्कानले मात्रै दूरी कम गर्थ्यो। तर सरला उनी भने आफ्नै माटो छोड्न चाहदिन थिइन्। उनी चाहन्थिन् यही गाउँ, यही घर, यही आमा बुबाको साथमा आफ्नो भविष्य बनाउन। उनीलाई प्रकृतिसँग अचम्मको माया थियो। हरेक साँझ जब सूर्य बिस्तारै डाँडा पारी हराउँदै जान्थ्यो, सरला पनि चुपचाप गाउँ नजिकैको हरियो डाँडामा पुग्थिन्। शीतल हावा उनको कपालसँग खेल्थ्यो अनि उनी आकाशतिर हेरेर केही नबोलेका सपनाहरू बुनिरहन्थिन्। त्यो समय केवल उनको हुन्थ्यो, शान्त, गहिरो, आफ्नै। कहिलेकाहीँ उनी आफ्ना साथीसँग पनि भेट्थिन्। हाँसो, गफ, साना साना मजाक। समय कसरी बित्यो थाहै हुँदैनथ्यो। साथीहरूको बीचमा बस्दा उनी झन् उज्यालो देखिन्थिन् र गाउँमा उनी सबैकी मनपर्ने। गाउँका मान्छेहरू मुस्कुराउँदै भन्थे, ए यो हरिकी छोरी कति राम्री र जाति छ है। त्यो सुन्दा उनी लाजले हल्का मुस्कुराउँथिन्। 12 कक्षा पास गरेपछि सरला नयाँ यात्रामा पाइला राखेकी थिइन्। कलेज, नयाँ सपना, नयाँ बाटो। उनको मनमा उत्साह पनि थियो। एक दिन सायद सामान्य दिन जस्तै लाग्ने त्यो साँझ उनको मोबाइल 81 बज्छ। स्क्रिनमा एउटा सानो नोटिफिकेसन देखिन्छ, एक न्यू फ्रेन्ड रिक्वेस्ट। कसको होला, किन पठायो होला? उसले बिस्तारै मोबाइल हातमा लिन्छ। आँखामा जिज्ञासा, मनमा हल्का उत्साह, र त्यहीबाट उनको जीवनमा एउटा नयाँ अध्याय सुरु हुन लागिरहेको थियो। उनी नचिनेका मान्छेहरूको फ्रेन्ड रिक्वेस्ट कहिल्यै स्वीकार गर्थिनन्। उनीलाई थाहा थियो सामाजिक सञ्जालमा सबै कुरा देखिए जस्तो सधैँ हुँदैन। तर त्यो दिन एउटा नामले उनलाई रोक्यो। त्यो नाम गाउँकै चिनिएको जस्तो लाग्ने। त्यसैले उनले तस्बिर पनि नहेरी केवल नामको भरमा अनुरोध स्वीकार गरिन्। रात परिसकेको थियो। फोनमा नोटिफिकेसन बज्यो। हाय। सामान्य सानो शब्द। त्यसपछि अचानक उनलाई महसुस भयो, यो त उनले सोचेको मान्छे होइन रहेछ। मन अलि डरायो, अलि पछुतो पनि लाग्यो। त्यसैले उनले मेसेज बेवास्ता गरिन्। तर कुरा त्यत्तिकै टुमिएन। भोलिपल्ट साँझ फेरि मेसेज आयो, हेलो, बोल्नुस् न। यो पटक उनको मन दोधारमा पर्यो। अब एक्सेप्ट गरिसकेपछि बोल्दैमा के हुन्छ र? उले आफैलाई सम्झाइन् र अन्ततः उले रिप्लाई गरिन्, हजुर, भन्नुस् न। त्यही एउटा रिप्लाईबाट सुरु भयो दुई अपरिचित मानिस बीचको कहानी। केटाको नाम थियो इन्द्र। उसले सरलालाई पहिले नै देखिसकेको रहेछ। सरला आफ्नो स्कुलका साथीहरूसँग घुम्न गएको बेला। भिडभाड बीच छेनभरका लागि। तर त्यो छेन उसलाई पर्याप्त भयो सरलालाई मन पराउन। सरलाको एक साथी इन्द्रको पनि साथी थिइन्। उनैको मद्दतबाट उसले सरलासम्म पुग्ने बाटो खोज्यो र अन्ततः उसले भेट्यो पनि। कस्तो अचम्मको संयोग। दिनहरू बिस्तारै बित्दै गए। कुराकानीहरू लामो हुँदै गए। सरला कलेजमा आफ्नो पढाइमा व्यस्त हुन्थिन्, तर रात पर्दा फोन हातमा आउँथ्यो र इन्द्रसँगका मेसेजहरू उनको दिनको सबैभन्दा नरम हिस्सा बन्थे। इन्द्र राम्रोसँग बोल्थ्यो। उसका शब्दहरूमा मिठास थियो, जसले सरलाको मन बिस्तारै आफ्नोतर्फ तान्दै लग्यो। अब उनीहरू अपरिचित रहेनन्। तर एउटा कुरा अझै बाँकी थियो। उनीहरू कहिले भेटिएका थिएनन्। केवल शब्दहरू, केवल कल्पना, केवल भावना। र एक दिन कुराकै बीचमा इन्द्रले 81 भन्यो, म तिमीलाई मन पराउँछु। त्यो शब्द सुन्ने बित्तिकै सरलाको मन एकछिन रोकियो। उसको औँलाहरू किबोर्डमाथि अड्किए। के लेख्ने, के भन्ने? के यो साँचो हो कि केवल शब्दहरूको जाल मात्र? त्यो समय सरलाको मुटु असामान्य रूपमा धड्किरहेको थियो। स्क्रिनमा देखिएको एउटा नाम, एकजना जसलाई उले कहिल्यै देखेकी थिएनन्, तर जसको शब्दहरूले उनको मनभित्र केही नयाँ कुरा जगाइसकेको थियो।
मनमा हजारौं प्रश्नहरू उठिरहेका थिए। के म उसलाई विश्वास गर्न सक्छु? के यो प्रेम हो वा कुनै गल्तीको सुरुवात? उनी निशब्द थिइन्, तर भित्रबाट भने मनले उत्तर खोजिरहेको थियो। हुन्छ भनौँ भने कहिले भेट भएको छैन। केवल फोनका शब्दहरूमा कसरी भरोसा गर्ने? नाइ भनौँ भने मनले त पहिले नै उसको लागि ठाउँ बनाइसकेको थियो। त्यत्तिकैमा फोनमा एउटा मेसेज आयो। के भयो? इन्द्रले सोध्यो। केही क्षण सोचेर सरलाले टाइप गरिन्। हैन, केही भएको छैन। मलाई सोच्न अलिक समय दिनुहोस् न है। त्यसपछि केही दिन पूर्ण शून्यता, न कुनै मेसेज न कुनै कुरा। तर सरलाको मनमा भने प्रश्नहरूको आँधी चलिरहेको थियो। अन्ततः उनले आफ्नी एक साथीलाई सम्झिन् जसले इन्द्रलाई चिन्थिन्। उनले उही साथीसँग सल्लाह लिने विचार गरिन्। साथीलाई भेटेर इन्द्रसँग भएका कुराहरू राखिन्। ऊ राम्रो मान्छे हो, साथीले भनिन्। साथीको यो एउटा वाक्यले सरलाको मन केही हलुका बनायो। त्यही साँझ इन्द्रले मेसेज गर्यो, के हामी भेट्न मिल्छ? केही बेर अक्मकाएर र विचार गरेर भेट्ने तय भयो। समय तय भयो, स्थान तय भयो र अन्ततः त्यो दिन आयो। इन्द्रले सरलालाई टाढैबाट चिनेको थियो। आज पनि रातो कुर्तामा सरला झन सुन्दर देखिएकी थिइन्। तर जब सरलाले इन्द्रलाई देखिन्, उनी केही क्षणका लागि स्तब्ध भइन्। इन्द्र, उनले सोचे भन्दा पनि राम्रो थियो। साधा, क्युट र उसका मायालु आँखाहरू, उफ, सरला त त्यही नजरमै हराइन्। त्यो पहिलो भेट, न त धेरै शब्दहरू थिए न त कुनै ठूलो योजना, तर त्यही क्षणमा दुई मनहरू अझ नजिकिए। र त्यही भेटमा इन्द्रले आफ्नो प्रेम व्यक्त गर्यो। केही सेकेन्डको मौनता, धड्किरहेको मुटु र हल्का मुस्कानसँगै सरलाले उसको प्रस्ताव स्वीकार गरिन्। त्यो क्षण केवल एउटा निर्णय थिएन, त्यो थियो एउटा नयाँ कथाको सुरुवात। कलिलो उमेरको त्यो पहिलो प्रेम, जहाँ सानो कुरा पनि ठूलो खुसी बन्थ्यो, जहाँ हरेक साससँगै नयाँ अनुभूति जन्मिन्थ्यो। त्यही संसारमा हराएकी थिइन् सरला। इन्द्र उनको जीवनमा आयो र सबै कुरा बदलियो। उनले सोचे भन्दा पनि धेरै राम्रो, धेरै माया गर्ने मान्छे पाएकी थिइन्। कहिले हातमा फूल लिएर आउँथ्यो, कहिले उनको मनपर्ने मिठो कुरा, र कहिले त केवल उसको एउटा नजरले नै सरलाको दिन उज्यालो बनाइदिन्थ्यो। ती सँगै बितेका पलहरू, घुमफिर, हाँसो, साना झगडा अनि फेरि मिलाप, सबै कुरा सपना जस्तै लाग्थ्यो। सरलाले आफ्नो हरेक कुरा उसैसँग बाँड्थिन्। आफ्ना डर, आफ्ना सपना, आफ्ना रहस्यहरू। र उनलाई लाग्थ्यो, यही हो मेरो संसार। तर एउटा कुरा भने उनको मनमा सधैँ चिसो सुई जस्तै घुचिन्थ्यो। इन्द्रले कहिले पनि उनलाई आफ्ना साथीहरूसँग चिनाएन। किन यस्तो? उनले सोध्थिन्। इन्द्र मुस्कुराएर टारिदिन्थ्यो। मलाई हाम्रो सम्बन्ध गोप्य राख्न मनपर्छ। समय बित्दै गयो र त्यो सम्बन्ध घरसम्म पुग्यो। आमा बुबाको आँखा डर र चिन्ताले भरिएको थियो। तिम्रो उमेर कति छ र यस्तो सम्बन्धमा बस्ने? सरलाको स्वर काप्यो। ऊ राम्रो छ, हामीले केही गलत गरेका छैनौं। अन्ततः आमा बुबाको मन नहो पग्लियो। आफ्नो हद ननाग्नु, इज्जतको ख्याल राख्नु, त्यो सम्झाइसँगै सरलाको मन ढुक्क भयो। तर कहानीहरू सधैँ उस्तै रहँदैनन्। बिस्तारै इन्द्रको व्यवहार बदलिन थाल्यो र उसको मनमा शङ्का आउन थाल्यो। कोसँग कुरा गरिरहेकी थियौ? किन ढिला रिप्लाई गर्यो? मेरो कल भन्दा अरू के इम्पोर्टेन्ट भयो? यी प्रश्नहरू अब चिन्ता भन्दा बढी नियन्त्रण जस्ता लाग्न थाले। सरलाको हाँसो हराउँदै गयो। सम्बन्ध,
महिना महिना गर्दै कहिले वर्षमा बदलियो थाहा नै भएन। तर समयसँगै माया शङ्कामा बदलिन थाल्यो। रुखो बोली, सधैँको जाँच, सधैँको नियन्त्रण। अब भेट पनि पहिले जस्तो रहेन। जब इन्द्रलाई मन लाग्थ्यो त्यही बेला मात्र भेट। सरलाले भेट्न मन लागेको भनिन् भने जवाफ आउँथे, मसँग फुर्सद छैन। तर जब इन्द्रले बोलाउँदा सरलाको समय नमिल्थ्यो, त्यही आवाज फेरि बदलिन्थ्यो। अब मेरो लागि समय कहाँ हुन्छ र हैन? यी शब्दहरू साना थिए, तर हरेक पटक सरलाको मनमा गहिरो चोट पार्थे। बिस्तारै सरला आफ्नो साथीहरूबाट टाढा हुन थालिन्, किनकि इन्द्रलाई उनीहरू मन पर्दैनथे। आफ्नो मनपर्ने लुगा लगाउन पनि डर लाग्न थाल्यो। उहाँलाई मन पर्दैन होला भन्ने सोचले। तर यी सबैलाई उनले माया ठानिन्। उहाँले मलाई धेरै माया गर्नुहुन्छ, त्यसैले यस्तो हुनुहुन्छ। उनले आफैलाई बारम्बार सम्झाइन्। तर भित्र कतै मन शान्त थिएन। खुसी हराउँदै गइरहेको थियो। पहिलेको त्यो हँसिली, बिन्दास सरला अहिले सधैँ उदास मात्र। एक दिन उनकी साथीले केफेमा लगेर भनिन्, सरला, यो माया होइन, यो तिमीलाई बाँध्ने, दबाउने सम्बन्ध हो। यो टक्सिक भइसक्यो, तिमीले छोड्नुपर्छ। सरला चुप लागिन्। शब्दहरू सुन्ने शक्ति थियो, तर स्वीकार गर्ने हिम्मत थिएन, किनकि यो सम्बन्धमा उनले वर्षहरू दिएकी थिइन्। घरमा सबैलाई थाहा भइसकेको थियो। इज्जतको कुरा थियो। तर त्यो भन्दा पनि उनको मन अझै इन्द्रमै अड्किएको थियो। उसलाई माया लाग्छ, उनले मनमा नै भनिन्। अनि आफैसँग सोधिन्, यत्रो समय, यत्रो माया, के म साँच्चै छोड्न सक्छु? उनी इन्द्रलाई यति धेरै माया गर्थिन् कि उसलाई छोड्ने कुरा कहिले सोच्न पनि सक्दिनथिन्। उनको विश्वास थियो, जे भए पनि इन्द्रले मलाई धेरै माया गर्छ। तर एक दिन सबै कुरा बदलियो। त्यो दिन सरला आकस्मिक रूपमा त्यही ठाउँ पुगिन् जहाँ उनले कहिले कल्पना पनि नगरेको दृश्य देखिन्। इन्द्र, उही इन्द्र जससँग उनी भविष्यको सपना देख्दै थिइन्। ऊ अरू कसैसँग बसेर उसको हात समाउँदै मायाका बाचा गर्दै थियो। त्यो क्षण सरलाको लागि आकाश खसे जस्तै भयो। उनले आफ्नै आँखाले त्यो देखिन्, रङ्गे हात। इन्द्रले उनलाई देख्न साथ हतारिँदै माफी माग्न थाल्यो। प्लिज सरला, माफ गर। तर सरला, उनी चुप थिइन्। उनको मौनताले इन्द्र झन चिडियो र केही क्षणमै उसले गल्ती स्वीकार्नुको सट्टा उल्टै दोष सरलामाथि थोपर्न थाल्यो। यो सबै तिम्रो कारण हो, तिमीले मलाई बुझेनौ। किनकि उसलाई थाहा थियो सरला उस बिना बाँच्न सक्दिनन् र उसलाई छोड्दिनन्। तर त्यो दिन सरलाभित्र केही भाँचियो। घर पुग्ने बित्तिकै उनी ओछ्यानमा लडे झैँ भइन् र मन फुट्ने गरी रोइन्। अब म के गरूँ? उनको आवाज आँसुमा हराइरहेको थियो। उनलाई लाग्यो आज उनको संसार नै सकिएको छ। आमा बुबाले धेरै सम्झाउनुभयो, सान्त्वना दिनुभयो, तर त्यो पीडा, त्यो धोका त्यति सजिलै भुलिने थिएन। उनका साथीहरू पनि आए। उनीसँग बसे, उनलाई सम्हाले। तिमी एक्लो छैनौ भनेर बारम्बार सम्झाए। समय बित्दै गयो, बिस्तारै आँसु सुक्दै गए। घाउहरू पनि निको हुन थाले। आफ्नो मान्छेहरूको साथ र समयको सहाराले सरला फेरि उभिन सिकिन्। उनी फेरि मुस्कुराउन थालिन्। आफूलाई फेरि प्रेम गर्न सिकिन्। र उता जसले साँचो माया बुझ्न सकेन, जसले त्यो मायालाई लत्तायो, आज उही इन्द्र पछुतोको आगोमा जलिरहेको छ। किनकि कहिलेकाहीँ साँचो माया गुमेपछि मात्र त्यसको मूल्य थाहा हुन्छ।